नमस्कार। आजको यस भिडियोमा हामी स्थानीय तह अनुसार केही विशेष जिल्लाहरूको बारेमा व्याख्या गर्नेछौँ। प्रश्न नम्बर 1, धेरै नगरपालिका भएको जिल्ला कुन हो? धेरै नगरपालिका भएको जिल्ला रौतहट रहेको छ, जसमा 16 वटा नगरपालिका रहेका छन्। 2 मा रहेको छ बढी गाउँपालिका भएको जिल्ला धादिङ। प्रश्न नम्बर 3 मा बढी स्थानीय तह भएको जिल्ला सर्लाही रहेको छ। प्रश्न नम्बर 4 मा कम स्थानीय तह भएको जिल्ला पूर्वी रुकुम, जसमा 3 वटा रहेका छन्। प्रश्न नम्बर 5 मा गाउँपालिका विहीन जिल्ला 2टा रहेका छन्, काठमाडौँ र भक्तपुर गाउँपालिका विहीन जिल्ला हुन्। नेपालमा रहेका 8000 मिटरभन्दा अग्ला हिमालहरूको हामी विशेष छलफल गर्नेछौँ। कसको कति मिटर उचाइ रहेको छ भन्ने बारेमा छलफल भएको हुन्छ। 1 मा रहेको छ सगरमाथा, जुन चाहिँ सबैभन्दा अग्लो रहेको छ, 8848 मिटर रहेको छ। 2 मा रहेको छ कञ्चनजङ्घा, जो चाहिँ 8586 मिटर रहेको छ। 3 मा रहेको छ लोच्छे, जुन चाहिँ 8516 मिटर रहेको छ अग्लो। 4 मा रहेको छ मकालु, 8463 मिटर अग्लो रहेको छ। 5 मा रहेको छ चोयु, 8201 मिटर अग्लो रहेको छ। 6 मा रहेको छ धौलागिरी, 8167 मिटर रहेको छ। 7 मा रहेको छ मनासलु, 8163 मिटर अग्लो रहेको छ। र 8 मा रहेको छ अन्नपूर्ण, जुन चाहिँ 8091 मिटर अग्लो रहेको छ। हस्, धन्यवाद।